यो ठाउँ हो अर्जुन चौपारीमा भएको रोका फ्यामिलीको कुलदेवताको मन्दिर है। यो मन्दिर यो ठिक यहाँबाट खोला रहेछ। यो खोलाको देखि झन्डै 500 मिटर अगाडि यहाँ बनाएको रहेछ है यो मन्दिर। अनि यहाँ मन्दिरको पहिला व्यवस्थापनमा बसेका हाम्रा यहाँका स्थानीयसँग मैले 2-4 कुरा गरेँ है। उहाँ तलतिर हुनुहुन्छ अहिले, उहाँ हुनुहुन्छ है। उहाँसँग कुराकानी गरियो र मैले यो भिडियो चारैतिरबाट यो भनेर उहाँ हुन्छ मन्दिर व्यवस्थापनको मान्छे। उहाँ चाहिँ यो मन्दिर बनाउनलाई जग्गा दान दिनुभएको उहाँले रहेछ र यहाँ उहाँसँग पनि भाग्यले भेट्न पाइयो। र मैले अब यता यहाँ खेतबारीबाट यसो घुमेर यो मन्दिरको चारैतिरको एउटा भिडियो बनाउने कोसिस गर्छु है यो मन्दिरको। अनि यो मन्दिर पुरा मन्दिर है यस्तो छ यो मन्दिर।